आज हाम्रो धेरै ब्रेक टोर्नु भएको छ लाखेज्यूले हैन दाइ हाम्रो यो चाहिँ हो क्या हाम्रो असली मेहनत हैन त दाइ यसलाई मान्छेहरूले हैन माग्यो भन्छ हैन हामीले यो मागेको हैन नि हामीले श्रद्धा सुमनले यो चिजहरू हामीलाई दिएको हो हामीले यो मागेको हैन फेरि सबैले मागेको भन्नु होला फेरि हैन हामीले मागेको हैन श्रद्धा सुमन एउटा आस्थाले एउटा धार्मिक विश्वासले यो हामीलाई दिएको हो है मनमुटुबाट हैन त दाइ मनमुटुबाट दिएको हामीले कसैसँग मागेको छैन है अनि कलात्मक नृत्य प्रस्तुत गर्दाखेरि यावत कुराहरू निस्किन्छ त्यसलाई चाहिँ थाती राख्नु है सबैजना अनि हाम्रो चाहिँ कल्चर पर्फर्मेन्स हैन कहाँ आउनु पर्यो दाइ हरेक हप्ता मैले त भनिरहेको हुन्छु हैन हरेक हप्ता हाम्रो पर्फर्मेन्स चाहिँ एकपटक हामी महाराजगञ्जमा गर्छौँ भने अर्को पटक हामी बसन्तपुरमा गर्छौँ हामीले प्रत्येक शनिबार चाहिँ गर्ने गरेका छौँ एकपटक महाराजगञ्ज अनि एकपटक बसन्तपुर ल श्रेया कलेक्सन एन्ड ड्रेस हेयर सेन्टरबाट सबैजनाले यो भिडियो हेर्दै हुनुहुन्छ भने प्लिज यो भिडियोलाई अन्तिमसम्म हेर्नुलाई स्किप नगरिकन अनि हजुरहरू जो कोही पनि महाराजगञ्ज नजिकै बस्दै आउनु भएको छ भने चाहिँ महाराजगञ्ज नेवा घाँसामा पनि भिजिट गरेर हाम्रो पर्फर्मेन्सलाई हेरेर अझै इन्जोय लिनु होला हैन दाइ हो थ्याङ्क यू